मतलब यो गाह्रो भएर हजुरले चाहिँ योहरू बेच्न आउनुभयो ताराहरू हजुर नमस्ते अङ्कल अङ्कल सन्चै हुनुहुन्छ सन्चै हजुर ए हजुर चाहिँ यो रातिको 9 बजेसम्म पनि यसरी छाताहरू बेचिराख्नु भएको छ होइन हजुर मलाई धेरै दुःख परेछ हजुर ए हजुर पर्यो त्यसकालले पर्यो हजुर ए के गर्नु अब मेरो घर त रामछाप हो मेरो नाम अर्जुन सिराठा हो हजुर अब मलाई धेरै दुःख लाग्दछ सर ए ससुराले त छन् सबैले हेला गरे अनि हजुर घरमा चाहिँ को हुनुहुन्छ अहिले चाहिँ घरमा मेरो कोही छैन हजुर ए अहिले कोही पनि हुनुहुँदैन मेरो बुढी आमा हुनुहुन्छ बुवा पनि बित्नु भयो मेरो दाइहरू पनि बित्नु भयो म यता बजार आएको थिएँ कि मलाई एकदम भोक लागेर चाहिँ मसँग पैसा पनि छैन छैन हजुर हजुर सो त्यसैले चाहिँ मलाई 150 रुपियाँ छ भने सहयोग गरिदिनु न म यो त्यो पैसाले चाहिँ म नास्ताहरू खान्छु म धेरै पिरामा यस्तो मलाई जति चोट परेछ हजुरले त्यस्तै पऱ्यो होला तर म खोज्छु है छ भने दिन्छु ल ए हुन्छ हुन्छ मसँग सबै कागज पत्रहरू मात्रै छ यो बिक्री भएको छ कि छैन अङ्कल अहिले चाहिँ छैन हजुर एक पिस पनि गएन ए, एक अब पिस मसँग यो कोठाको चाबी छ अब मसँग भएको चाहिँ 100 रुपियाँ रहेछ दिनुहोस् हजुर। ए 100 रुपियाँ लाग्दैछ हजुर, दिनुहोस् हजुर। ओके मसँग चाबी मात्रै छ अर्को यति हो हजुर। अनि हजुरले चाहिँ होइन के छैन हजुर म चाहिँ आज नबिकी भोलि दिन्छ यति हजुर ओके हजुरलाई धेरै धेरै धन्यवाद सो उहाँ अङ्कलले चाहिँ अब आफूसँग भएको सबै पैसा मलाई दिनुभयो है मैले 50-100 रुपियाँ मात्रै मागेको थिएँ सो आज म उहाँ अङ्कललाई चाहिँ मैले अगाडि डान्स गरेर जति पनि पैसा जम्मा गरेको थिएँ त्यतिमा त्यो पैसा उहाँ अङ्कललाई सहयोग गर्दैछु आज अङ्कल म हजुरलाई मन कस्तो रहेछ भनेर बुझ्न कोसिस गरेर आएको थिएँ सो हजुरको मन चाहिँ एकदमै राम्रो मन रहेछ हजुरलाई धेरै धेरै धन्यवाद आज मेरो तर्फबाट हजुरले चाहिँ आज मेरो तर्फबाट चाहिँ यो 1000 अनि यो 500 रुपियाँ चाहिँ हजुरलाई है यो आज मेरो तर्फबाट राख्ने मैले नाचेर जति पनि जम्मा गरेको थिएँ यो पैसा चाहिँ अब यस्तो ऋण कहिले तिर्नु मैले अर्काको पैसा खाली गरेको थिएन हजुर अनि हजुरले मलाई यो मलाई भोक लागेको छ भन्दाखेरि हजुरले यो पैसा दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद सो त्यसैले आज मेरो तर्फबाट चाहिँ हजुरलाई यो दक्षिणा आज चाहिँ मैले नाचेर जति पनि गर्न सकेको थिएँ अङ्कल यो चाहिँ आज मैले हजुरलाई सहयोग गरेँ हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद है अङ्कल हजुरले मसँग पैसा छैन भन्दाखेरि हजुरले मलाई यो पैसा दिनुभयो म एकदम धेरै खुसी छु यो पैसा पनि हजुर नै राख्नुहोस् अङ्कल है होइन हजुर मसँग अलरेडी पैसा थियो मैले मन बुझ्नलाई मात्रै मैले भनेको धेरै थिएँ पैसा अब मैले के कहिले यो दिनु पर्दैन हजुरलाई यो आपत परेको बेला मैले यसरी सहयोग गरेको यो पैसा हजुर राख्नुहोस् यो पैसा पनि हजुर राख्नुहोस् ल हजुर है